नारायणाखिल गुरो भगवान् नमस्ते वन्दे महापुरुषते शरणारविन्दम्। अब यहाँनिर बताइन्छ बुद्धिस्त दुःखम निज आत्मनेदम आरोप्य दुःखिति विपर्ययो मे आरोपितं तत्सकलं ऋषेति मत्वा निजात्मानमुपाश्रितोऽस्मि। बुद्धि को वृत्ति रूप दुख द्वारा माने सुख दुख को अनुभव कहाँ हुन्छ भन्दा मनमा, अन्तःकरणमा सुख दुख को अनुभव हुन्छ बुद्धिमा। यो सुख यो दुख निर्णय गर्ने बुद्धि हो, अन्तःकरणको वृत्ति हो। त्योसँग सम्झौता गरेर मनसँग सम्झौता गरेको छ। अब मन दुखी हुँदाखेरि स्वयंलाई दुखी, मन सुखी हुँदा स्वयंलाई सुखी मानिन्छ, किनकि त्यही मनमा सुख दुख हुने गर्दछ र त्यो मनमा भएको सुख दुखले आत्मालाई पनि सुखी दुखी मान्ने गरिन्छ। अन्वय व्यतिरेकले माने मन दुखी हुँदा दुखी, मन दुखी नहुँदा दुखी हुँदैन। यो निश्चय गरेर विचार गर्दाखेरि सबै आरोपित हुन्, किनभने मन सत्य होइन। मन सत्य वस्तु होइन, सत्य वस्तु आत्मा हो। जस्ता प्रकारले अरू वस्तु आत्मामा आरोपित छन् त्यस्तै प्रकारले मन पनि आरोपित हो र मनमा उत्पन्न हुने प्रतीत हुने सुख दुख पनि सत्य होइन। त्यस कारणले गर्दाखेरि यी सबै आरोप हुन्। स्वप्रकाश परमानन्द स्वरूपद्वारा नै स्वयं स्थित रह्यो भने न सुख न दुःख। ज्ञानम समस्तं खलु धर्मे मात्रे भ्रान्तं प्रकारे तु विपर्यय स्यात् अज्ञान तज्जं सकलं प्रकारं हित्वा निजात्मानमुपाश्रितोऽस्मि। सबै प्रकारका ज्ञान सद्वस्तुलाई विषय गर्न हुन्छन्। माने सबै ज्ञानको आधार हो सद्वस्तु। ज्ञानको पनि एउटा आधार हुन्छ, त्यो आधारका कारणले गर्दाखेरि विषयको ज्ञान हुँदैछ। यो अंशमा भ्रम छैन भन्नुको तात्पर्य यो गौ हो भने त्यो गौ अलग विषय भयो। यो जुन यो भनिन्छ त्यसमा यो गौ, यो मनुष्य, यो घर, यो जङ्गल, यो पशु इत्यादि भन्दाखेरि जो पशु मनुष्य गौ घर इत्यादि भिन्न भिन्न विषय भयो। तर त्यसमा जो यो शब्द छ त्यो त यो नै हो, त्यसमा त कुनै भेद छैन। अब हो त यो भनेर जुन बताइयो त्यसमा आरोपित छन्, घटादि जे पनि वस्तु छन् त्यसैमा आरोपित भएर भाषित हुन्छन्। त्यस कारणले गर्दा त्यो वस्तु योमा कुनै प्रकारको भागमा केही भ्रम छैन, तर अन्य भागमा भ्रम छ। अब साराका सारा जगत वस्तु के हो त भन्दा अज्ञानको परिणाम हो, मायाको परिणाम हो। अज्ञान र त्यसबाट उत्पन्न भएका सबै वस्तुहरू सतमा आरोपित छन्। त्यस कारणले गर्दा यी सत्य होइनन्, यी मिथ्या हुन्। यस प्रकार तिनीहरूलाई छोडेर स्वयं आनन्द स्वरूपले आफू को हो भन्ने विषयमा अनुभव गरियो र त्यसैमा रहनु कल्याणकारी छ। यी वस्तुको विश्लेषण पछाडि, वस्तुको डेफिनेसन पछाडि पर्यो भने त कहिले हुनेवाला छैन। वस्तु त उत्पन्न हुन्छन्, नष्ट हुन्छन्, अनन्त वस्तु छन् संसारमा। एउटा वस्तु मात्रै छैन, अनन्त वस्तु छन्। पदार्थ अनन्त छन् र पदार्थका सम्बन्धमा वस्तुका सम्बन्धमा विचार गरेर समय गुमाउनु भन्दा त्यो वस्तुको आधार जो छ, अधिष्ठान जो छ त्यसका सम्बन्धमा विचार गर्नु कल्याणकारी हुन्छ। त्यसकारण स्वतः प्रकाशादिह धर्मिणन्यो जड प्रकार परिभासते तमेव भान्तमनुभाति सर्वं मिथ्यादि वेदार्थमिमं ब्रवीमि। संसार दशामा
माने जति बेला संसारको व्यवहार गरिन्छ, संसारका विषयको विचार गरिन्छ, त्यति बेला अधिष्ठान सद्वस्तुदेखि पृथक चारा वस्तु जड प्रपञ्च स्वयं प्रकाशको सत्का कारण भाषित हुन्छ। संसारकै वस्तुको विचार गर्दाखेरि पनि त्यो वस्तुलाई प्रकाशित पार्ने वस्तुको अस्तित्वको ज्ञान के कारणले गर्दाखेरि हुँदैछ, त्यो वस्तुको अस्तित्वको ज्ञान त हुनु पर्यो नि। त्यस कारणले गर्दाखेरि हर वस्तुको सूक्ष्मताले विचार गर्दाखेरि त्यो एक सतदेखि फाल्टु सिद्ध हुँदैन। अखण्ड सतद्वारा प्रकाशित भएर वेदका यी वाक्यहरूको अर्थ यहाँनिर सम्झिन्छ कि आत्माकै भाषित हुँदाखेरि आत्माकै प्रकाशद्वारा नै सबै प्रकाशित भइरहेका छन्। आत्माको चैतन्य शक्तिद्वारा यी सबै वस्तुहरू प्रकाशित भइरहेका छन् भने सबै वस्तुको ज्ञान हुँदैछ। बिना आत्माको अस्तित्व र आत्माको प्रकाश कुनै पनि वस्तुको ज्ञान हुँदैन। जडन्न सदनापि च चित्स्वरूपम, जड वस्तु न त सत हो न ज्ञान स्वरूप हो। ज्ञान स्वरूप छ चैतन्य वस्तु, चेतन्य ज्ञान स्वरूप हुन्छ र सत हुन्छ, जड हुँदैन। अधिष्ठानको सत्ता वा ज्ञानताद्वारा नै यो जड सतरूपले भाषित हुन लागेको। त्यसले गर्दा यो साराका सारा वस्तु जति संसारमा नाम रूप इत्यादि छन् ती सबै एक चैतन्य आत्माद्वारा प्रकाशित हुँदैछन् र त्योभन्दा भिन्न छैन भनेर यस्तो प्रकारले जान्नुपर्दछ। यसकारण जडलाई भ्रम रूपले भाँच्ने भनेर बताइएको। यो जो जड वस्तु छ भ्रमका कारणले गर्दा भाषित भएको। अब शरीरकै विचार गरौँ, शरीरको छाला हटाइदियो भित्र नरकङ्काल छ, त्यो नरकङ्काल पनि हटाइदियो भने शरीरको केही अस्तित्वै रहँदैन। यस्तै प्रकारको हर वस्तुको विश्लेषण गर्यो भने त्यसको अस्तित्व सिद्ध हुँदैन, भङ्ग हुन्छ। यसै गरी सारा संसारको पनि वस्तु विश्व ब्रह्माण्डको अस्तित्व विचार गर्दा अस्तित्व सिद्ध हुँदैन। डोरीमा सर्पको प्रसिद्धि जस्तो यो सबै मिथ्या सिद्ध हुन्छ र यो सबै भ्रम रूपले भाषित भएको वास्तविक के हो त भन्दाखेरि वास्तविकता चैतन्य आत्मा हो। त्यस कारणले गर्दा यो जो प्रतीत हुँदैछ यो मायाका बलले गर्दाखेरि हुँदैछ। जो माया शक्ति छ बडो सामर्थ्यशाली छ। अहो हि माया बलमे तदुच्चैर तद्धर्मिणम भ्रान्तमपि स्वतस्तम। त्यस कारणले गर्दा माया शक्ति यति अद्भुत छ कि त्यसद्वारा यो जगत प्रसिद्ध हुँदैछ। स्वयं प्रकाशमान त्यो आफ्नो अधिष्ठानलाई ढाकेर तथा खुद बदलेर परिणत भएर 5 भूत भएको छ। त्यसको कार्य र अन्य व्यावहारिक वा प्रातिभाषिक वस्तुहरूलाई उत्पन्न गर्दछ। यो मायाले माया नै जगतका रूपमा परिणत भइरहेछ। त्यसकारणले गर्दा जगतलाई मायाको परिणाम मानिन्छ र अन्य व्यावहारिक वस्तु पनि सबै माया हो। जे पनि मनद्वारा सुनिन्छ, देखिन्छ, कल्पना गरिन्छ यो सबै माया हो। अझ त्यो सद्रूप अधिष्ठानका साथमा त्यस्तै भाषित हुन्छ जस्तो प्रकारले पूर्ववर्त्यादि रूपद्वारा भासमान रज्जुका साथमा तादात्म्य सम्बन्धले सर्प भाषित हुन्छ। डोरीमा जति बेला सर्प देखिन्छ यस्तो लाग्छ कि यो त सर्प हो, डोरी होइन भनेपछि जति बेला डोरीको ज्ञान हुन्छ त्यो भ्रम पनि समाप्त हुन्छ। त्यसकारण अयम प्रकार सद विलक्षण त्रिपुन्दनुभ्याम हि यथा नपुंसक यद्वा प्रकार खलु सद विलक्षणो दुःखानु नितान्तात्मतया प्रतीतितः। आत्माद्वारा नै तादात्म्यले भासमान जड पदार्थ सत र असत दुवैले त्यस्तै प्रकारले विलक्षण छ। जस्तो प्रकारले हिजडा स्त्री वा पुरुष दुवै शरीरबाट विलक्षण छन्। शरीर बाहिरबाट हेर्दा उस्तै देखिन्छ तर हिजडाको शरीर भिन्नै प्रकारको हुन्छ। आत्माद्वारा तादात्म्य भास हुनेवाला जड पदार्थ पनि त्यो पनि भिन्नै छन् वास्तवमा।
विलक्षण छ। सद असत दुवैदेखि साराका सारा जगत विलक्षण छ। जस्तो प्रकारले हिजडाको शरीर किन्नर विलक्षण हुन्छन् अन्य शरीरदेखि। वस्तुत आनन्द सत र अनन्त आत्मादेखि विपरीत दुःख बाध्य र शान्त रूपले प्रतीत हुँदैछ। माना बाध्य भने बाधित हुन्छ, शान्त अन्त्य हुन्छ केही समयमा। त्यस कारणले गर्दाखेरि जड पदार्थ सतदेखि विलक्षण छ। यति नै बताउनु पर्याप्त। असत केही पनि छ भने त्योदेखि विलक्षण छ। असत नामको वस्तु जो असत वस्तु छ, साराका सारा विश्व प्रपञ्च प्रकृति सबै असत हो। त्यो सतदेखि भिन्नै छ यो, तर एक रूपले भाषित हुँदैछ। वास्तवमा यो असत जड वस्तु छँदै छैन। प्रारम्भमा सम्झाउनका लागि नै आचार्यहरूले सत वा असत दुवैको विलक्षणता बताएका हुन्। तर निष्कर्षमा पुग्दाखेरि असत वस्तुको कुनै अस्तित्व नै सिद्ध हुँदैन, छँदै छैन। जो प्रतीत हुँदैछ यो मायाको परिणाम हो। तत्ता फुरन्ता परमात्मनोया नाच्छाद्यतेया सायुपजीव्य भावात् आनन्दमाच्छादयतीव माया तन्नासने तत्त्वमसीति वाक्यम। परमात्माको सद्रूपता वा स्फुरण रूपताले सत छ। परमात्मा स्फुरण मानेको अनुभव भइरहेको छ। त्यसैको सहारालाई यो माया टिकेको छ। माया कसरी टिकेको छ भने परमात्माको सत्स्वरूप र स्फुरण रूपले यो माया टिकेको छ। ती दुवैलाई आच्छादित गर्न सक्दैन यसले। सद्रूपलाई पनि ढाक्न सक्दैन, परमात्माको चैतन्य स्वरूपलाई पनि ढाक्न सक्दैन। परमात्माको आनन्द रूपतालाई नै मानो त्यसले आच्छादित गरेको छ, आनन्द रूपलाई ढाकेको छ। ढाकेको त छैन, ढाकेको जस्तो गरेको छ। जस्तो प्रकारले बादलले सूर्यलाई ढाके जस्तो प्रतीत हुन्छ, धुवाँले आगोलाई ढाके जस्तो प्रतीत हुन्छ, तर ढाकेको त हुँदैन। अब त्यसलाई त्यो भ्रमलाई हटाउनका लागि वेदान्तले तत्त्वमसि महावाक्य उपदेश गरेका छन्। तिमी यो जो चाहिँ बाहिर जड प्रपञ्च शरीर इन्द्रिय प्राण मन बुद्धि जो प्रतीत हुँदैछ त्यो होइनौ। तिमी सच्चित आनन्द स्वरूप आत्मा हो। सच्चित आनन्द स्वरूप अखण्ड चैतन्य स्वरूप आत्मा हो भनेर यस्ता प्रकारले उपदेश दिएका छन्। बार बार त्यसलाई श्रवण गरेपछि मनन गरेपछि आफूलाई लाग्छ म शरीर प्राण मन बुद्धि इन्द्रिय मध्ये कुनै पनि होइन। यी सबै जड वस्तु र असत हुन्, यीदेखि विलक्षण यी सबैको अधिष्ठान स्वरूप आत्मस्वरूप चैतन्य स्वरूप हुँ भन्ने अनुभव हुन्छ। यही अनुभवलाई तत्त्वज्ञान या आत्म साक्षात्कार भनिन्छ। जति बेला यो तत्त्वज्ञान हुन्छ त्यही नै जीवनको परम पुरुषार्थ हो। यस्ता प्रकारले बताइयो। आजलाई यति नै। हरि ओम तत्सत्।